हेलो गाइस, हामी शङ्करनगर मयूर पार्कमा गएका थियौँ। अनि हेर्दा हेर्दै के भन्छन् सबै यसो भिडियो खिचेर हजुरहरूलाई पनि देखाम, हजुरहरूले पनि इन्जोय गर्नुहोस् भनेर गरेको। हामी ड्राई पिकनिक गएको थियौँ के त्यहाँ घुम्न। कस्तो लागेको छ तपाईँहरूलाई यो शङ्करनगर पार्कमा आउँदा? आनन्द आज इन्जोय गर्ने भइयो। ल ल रमाइलो गर्नुहोस् यहाँ पानीको पोरा बनाउन खोज्या होला, यो भइसकेर कति राम्रो हुँदै रहेछ कि कति सफा रहेछ होइन। कति राम्रो आउनेहरू हो नि। सबै आउँछ कति मजाले आउने कि कवितालाई त जान्नु चाहिँ हालेर नै त्यसबाट आफ्नो भाका आएपछि हुँदैछ कि भाका आयो हुँदैछ कि भाका अनुसार चल्न पऱ्यो कि होला। यता आउनुहोस् तपाईँहरू, यता 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 आउनु त मैले फोटो खिचिदिन्छु। ए यता के भयो भाइ हामी त अझै मेरो परे म पनि त यसरी घुम्नु पर्यो। मेरो पनि त्यस्तो हेर्नु त कति राम्रो म छुटेर कति राम्रो यो कटिङ गरेको तरिका कुनैमा कस्तो छ कुनैमा कस्तो छ राम्रो रहेछ। ल आज हामी सबैजना अब यहाँ दिदीबहिनीहरू भएर आज हाम्रो व्यवस्था राम्रै छ। आज पहिलो पटक भएर सिक्दै के खाँदा मिठो हुन्छ, कसरी बनाउँदा मिठो हुन्छ। भोलि नै जाऊ आउनु भने बेला बेला घुमिरहने हो। बन्ना तोरी छ हाँसेर बोलिदेऊ जवान फिरी छ, यो मायाले जाम पनि भनेन मैले पनि केही फिकार मानिन, यो मायाले जाम पनि भनेन मैले पनि केही फिकार मानिन, यो घरको हेला माइतीको हेला गाउँले कुरालाई दिने यही बेला, घरको हेला माइतीको हेला। हेर्नुहोस् यसमा छ भुजिया, दालमोट, तपाईँको फुला तिनी के भन्छन् भुजा, चाउचाउ, अनि त्यहाँ धनियाँ काट्दैछन्, यहाँ आलुहरू यिनीहरू, अनि सुप यो गरेर हामीले ड्राई पिकनिक गर्दैछौँ। ड्राई पिकनिक एकदम रमाइलो लागेको छ। हजुरहरू पनि कहिले कहिले यता आएर ड्राई पिकनिक गर्नु होला है त। ल हस्, धन्यवाद।